क्रिस का गाना सुनेगा? Years later. सो राइट सबैजनालाई गुड मर्निङ होइन। अहिले चाहिँ म कहाँ छु होइन। अनि त्यही हो, सबैजनालाई चाहिँ ह्याप्पी न्यु इयर। म चाहिँ खासमा चाहिँ साथीलाई भेट्छु भनेर हिँडे हो, किन भन्दा एक हप्ता बित्या छ होइन। जस्ट 2-3 दिन चाहिँ बितिसक्यो, अब चाहिँ लाइक 3-4 दिन जति बाँकी छ होइन। अनि कति रुममा पनि के गरेर बस्नु हुन्छ नि होइन भनेर। अनि आज चाहिँ न्यु इयर हो, अनि 12 बजीतिर चाहिँ दाइहरूसँग साकाइ गएको थिएँ होइन। त्यो त्यही हो, साकाइमा चाहिँ रमाइलो हुन्छ होला भन्ने थियो। मान्छेहरू चाहिँ अति नै थियो, तर फायर वर्कर्सहरू चाहिँ बालेन होइन। त्यो चाहिँ अलि हुन्छ नि, मजा आएन भनौँ न। अनि त्यही हो। सो अब चाहिँ म बिहान 6 बजीतिर हिँडेको थिएँ, अहिले चाहिँ 8 बजी छ होइन। अनि मैले चाहिँ फ्यामिली मार्टबाट हल्का जुस र इनर्जी ड्रिङ्क यस्तो प्याकेटमा हुन्छ नि त। यस्तो भन्दाखेरि इनर्जी ड्रिङ्क भन्दा पनि प्रोटिन टाइपको हो क्या, यस्तो होला होइन। सो यो खान्छु, एकछिन बस्छु। सो यहाँ चाहिँ म यसो हेरेँ, रोडदेखि यसो साइडमा हेरेँ, यहाँनिर चाहिँ सानो ताल देख्न सक्नुहुन्छ पछाडि। अनि त्यही हो, अब यहाँ एकछिन यसो बसेर अनि जान्छु म है त।
हाई भन्दै यसलाई कस्तो नेचर क्या पुरै वरिपरि यस्तो नेचर छ जो राति आफै यस्तरी जङ्गल त छ भन्ने थाहा थियो तर बिहान मर्निङ बेलुकी चाहिँ छ म हिजो राति आएको म यस्तो सरप्राइज थियो म भर्खर बाहिर निकाले त्यही हो अब एकछिन यस्तो समरतिर जान्छ पुरै यस्तो दामी जङ्गलभित्र छिर्यो हामी समुद्र जाँदैछ Man, बवाल तल अलिअलि देखिन लाग्यो तर देख्दो रहेछ तर ओह्रालो रहेछ अहिले उकालोमा चाहिँ बवाल हुनु यस्तो जङ्गल छ यहाँ फिसिङ पनि आउँदो रहेछ अनि समुद्र यता छ बवाल छ भाइब चाहिँ आउँदो रहेछ मस्त यही हो लास्ट दुःख गरेँ मैले दुःख पछि आयो तर ठाउँ त कडा ठाउँ हेऱ्योमा पुरै नेचर नेपाली भाइ हानिदिन्छ अनि